आज Redmi 12C को लाइट सल्युसन बनाउन थालेको। बोर्नियो म्यापमा हेर्दाखेरि हामीले यसरी हेर्नुपर्ने अनि हाम्रो चाहिँ यो एउटा लाइन मिसिङ रहेछ। DISP PWM लाइन चाहिँ मिसिङ रहेछ यहाँबाट। अनि यसको लाइनले हामीले बोर्नियो अनुसार ट्र्याकिङमा जाँदाखेरि चाहिँ CPU को यो चाहिँ पोइन्टबाट मिसिङ रहेछ। हामी यसलाई रिबल गरेर पनि बनाउन त सक्छौं, तर रिबल गर्दाखेरि टाइम पनि लाग्ने भयो, अरु समस्या पनि हुन सक्ने भयो। अनि त्यसकारणले हामीले यसलाई CPU लाई ड्रिल गर्यौं। अनि ड्रिल गरेपछि यसको जुन यो DISP-PWM को लाइन जो छ यसलाई चाहिँ हामीले यहाँदेखि फाइन्ड आउट गरेर CPU ड्रिल गरेर हामीले जम्पर गरेका छौं। सल्युसन हेरौँ यसको के हुन्छ। हजुरले देख्न सक्नुहुन्छ माइक्रोस्कोपमा मसँग क्यामेरा नभएको कारणले मैले यसरी हेरिरहेको छु। मैले CPU लाई चाहिँ ड्रिल गरेर ठ्याक्कै तपाईको बोर्नियोमा देखाएको सिनारी अनुसार नै गएको। यहाँदेखि यो पोइन्टदेखि मैले तपाईहरुको जम्पर निकाले। यहाँनेर दोस्रो पोइन्ट छ, दुईटा पोइन्ट मध्ये एउटा माथिल्लो पोइन्ट यहाँदेखि जम्पर निकालेको छु। अनि यहाँनेर ठ्याक्कै CPU को कुनामै यहाँनेर चाहिँ यसको पोइन्ट आउँछ है तलबाट। लाइट को DISP-PWM को लाइन यसमा आउँछ। यो दुईटा बीच बीच मात्रै कनेक्सन टुटेको हुनु रहेछ। अनि हामीले यो चाहिँ तारले यतैबाट जम्पर हान्यो भने यसको समाधान हुँदो रहेछ। मैले यसको समाधान गरेर देखाएको छु। म तपाईलाई एकछिनमा जम्पर हानेपछि सेट अन भएको देखाउँछु। हजुरको यता हेर्नुस् है, यो चाहिँ जम्पर लगाएको छु। यहाँदेखि CPU को चुच्चोमै अनि यो CPU को यहाँनेर दुई स्केच गर्दा यहाँ तीनवटा पोइन्ट निस्किन्छ। तीनवटा मध्येमा तपाईको यो दुईटा पोइन्टको सिधा जानु हो भने यहाँ एउटा पोइन्ट देख्नु हल्का देख्नु भयो होला। यो पोइन्ट देखि यसमा जम्पर लगाएको छु। लाइट को ट्र्याक चाहिँ रिडिङ आएको छ। सायद अन हो, सायद सेट खुल्छ होला। अब नयाँ साथीहरु सेट चाहिँ खुलिसकेको छ। तपाईले फेरि विश्वास नगर्नुहुन्न होला। फेरि यही बोर्ड नै हो। म यसलाई यसरी निकालेर यहाँबाट देखाउँछु। तपाईले विश्वास नगर्नु होला। मैले यहाँनेर तार हानेको छ कि देख्नुभयो नि। मैले हजुरलाई भिडियोमा देखाएको चाहिँ यही तार हो। देख्नुभयो नि यहाँनेर CPU देखि यहाँ मुन ट्याक्कै CPU कै टुप्पोनेरको एउटा पोइन्ट रहेछ। त्यसैमा हान्दिएको छु। ल कस्टमरको फेस चाहिँ नदेखाउ भनेको। यो उहाँको रहेछ मोबाइल। देख्नुभयो नि सेट खुलिसक्यो ह। ल धन्यवाद। ल हेर्नुस् सेट पूर्ण रूपमा खुलिसकेको छ। यही सेट हो। पूर्ण रूपमा लाइट साइट सबै काम गरिसकेको छ। हामीले यसको लाइट सेक्सन सबै हेरिसक्यौं। तपाईको ग्राफिक्स सायद डिस्प्लेमा केही समस्या हुन सक्छ। ब्राइटनेस बढिहाल्यो। ब्राइटनेस घट्ने बढ्ने पनि भयो। तपाईहरुले यसरी गराउन सक्नुहुन्छ है साथीहरु। कहिलेकाहीँ यसरी पनि लाइभ सेट चाहिँ अन हुन सक्छ। रिबल नगरेर पनि यो समाधान गर्न सकियो। धन्यवाद। सब्स्क्राइब गर्नुस्, लाइक गर्नुस्।